यदि तपाईँ ई-कमर्स चलाइरहनु भएको छ र तपाईसँग यो चीजहरुको इन्टिग्रेसन छैन भने चाहिँ यु आर रियली मिसिङ आउट। पहिलो रहेको छ मेटाको पिक्सल र कन्भर्जन एपीआई। पिक्सल भनेको चाहिँ तपाईको वेबसाइटको फ्रन्ट एन्डमा बस्छ र यसले युजरको बिहेभियरहरु ट्र्याक गर्छ। कुन बटनहरु क्लिक गरे, कुन युआरएलमा युजरहरु जानुभयो, पर्चेज गर्नुभयो कि भएन, केही लीडहरु जेनेरेट भयो कि भएन, यो सम्पूर्ण चीजहरु चाहिँ ट्र्याक गर्छ तर फ्रन्ट एन्ड लेभलमा। सो अहिलेको मोडर्न ब्राउजर्सहरुले चाहिँ यो फ्रन्ट एन्डको कुकीजहरु ट्र्याकिङहरु चाहिँ डिसेबल गर्ने भएको हुनाले सबै रिजल्ट्सहरु चाहिँ एक्युरेट नआउन सक्छ। त्यसको लागि चाहिँ तपाईले मेटाको कन्भर्जन एपीआई इन्टिग्रेट गर्नुपर्ने हुन्छ। कन्भर्जन एपीआई चाहिँ सर्भर साइड लेभलमा इन्टिग्रेटेड हुन्छ, जसबाट चाहिँ यदि पर्चेज भइहाल्यो भने पनि सर्भरबाट आउने रेस्पोन्सलाई चाहिँ यसले रेकर्ड गर्ने हुँदा यो चाहिँ एक्युरेट हुन्छ। यो दुईवटा चीज इन्टिग्रेट गरिसकेपछि चाहिँ तपाईले राइट कस्टमरहरुलाई एडहरु टार्गेट गर्न, रिटार्गेट गर्न मिल्छ र यसबाट चाहिँ तपाईलाई कस्तो खालको ऑडियन्सहरु आइराख्नु भएको छ, उहाँले भ्यालु प्रोवाइड गरिराख्नु भएको छ कि छैन, कस्टमर रिजल्ट्सहरु के कसरी घटाउने, सबै खालको इन्साइट्सहरु पनि आउँछ र मोस्ट इम्पोर्टेन्टली चाहिँ तपाईको बिजनेस कस्तो खालको छ र कस्तो खालको कस्टमरहरु चाहिँ तपाईको बिजनेसको लागि भ्यालुएबल हुनुहुन्छ, यो सबै चीजहरु चाहिँ हेरेर जुन डेटा पिक्सल र कन्भर्जन एपीआईबाट आउँछ, मेटाले चाहिँ त्यस्तो खालको राइट ऑडियन्सहरुलाई चाहिँ टार्गेट गर्न हेल्प गर्छ। अर्को रहेको छ गुगल एनालिटिक्स। गुगल एनालिटिक्स चाहिँ गुगलले प्रोवाइड गर्ने एउटा एनालिटिक्स टुल हो, जसलाई तपाईले वेबसाइट र एपमा इन्टिग्रेट गरिसकेपछि युजरको बिहेभियरहरु हेर्न मिल्छ। युजरहरु कहाँबाट आइराख्नु भएको छ, पर्चेज गरिरहनु भएको छ कि, साइन अप गरिरहनु भएको छ कि, अनि कुन टेक्नोलोजीहरु युज गरिरहनु भएको छ, उहाँहरुको फोन कस्तो छ, कुन लोकेसनबाट आउनु भएको छ, हैन, सबै चीजहरु हेर्न मिल्छ। इभन तपाईको रेभेन्यू कुन प्रोडक्टबाट बढी भइराको छ, एन्ड्रोइडबाट भइराछ कि, आइओएसबाट भइराछ कि, वेबबाट भइराछ, कुन च्यानलबाट आएको युजरहरुले चाहिँ बढी पर्चेज गरिरहनु भएको छ, यो सबै चीजहरु चाहिँ गुगल एनालिटिक्सबाट ट्र्याक गर्न मिल्छ। र अर्को टुल रहेको छ माइक्रोसफ्टबाट, जसको नाम छ माइक्रोसफ्ट क्ल्यारिटी। यो चाहिँ सीसीटीभी जस्तै हो। यो हालिसकेपछि तपाईको एप र वेबसाइटमा युजरले कहाँ क्लिक गर्नुभयो, कहाँ स्क्रोल गर्नुभयो र यो गर्दा चाहिँ के समस्याहरु आयो सबै भिजुअली हेर्न मिल्छ र माइक्रोसफ्ट क्ल्यारिटीको एआईले पनि यसलाई समराइज गरिदिन्छ र यो भइसकेपछि चाहिँ तपाईले आफ्नो युजर एक्सपिरियन्स कस्तो बनाउने, कस्तो युजर जर्नी बनायो भने चाहिँ युजरलाई बेटर हुँदो रहेछ भनेर थाहा पाउन मिल्छ। अर्को रहेको छ गुगल सर्च कन्सोल। यो चाहिँ तपाईले गुगलबाट अर्ग्यानिक वेमा ट्राफिक कस्तो आइराको छ भनेर मेजर गर्ने अथवा ट्र्याक गर्ने एउटा प्लेटफर्म हो। यसबाट चाहिँ तपाईले कस्तो किवर्डहरुमा तपाईको वेबसाइट र्याङ्क भइराको छ, के कुराले र्याङ्क भइराको छैन, अरु फर्दर अपर्चुनिटिजहरु के छ, हैन, गुगल तपाईलाई ब्याकलिङ्क्सहरु दिइराको छ, तपाईले म्यानुअली कुनै युआरएल चाहिँ इन्डेक्स गर्नुपर्ने छ भने यस्तो सबै चीजहरु चाहिँ गुगल सर्च कन्सोलबाट गर्न मिल्छ है त। र यदि तपाईले यो सबै चीजहरु चाहिँ इन्टिग्रेट गर्नु भएको छैन भने चाहिँ आफ्नो डेभलपरलाई आजै भन्नुस् र यो सबै चीजहरु इन्टिग्रेट गर्नुस् है त।